शम्भो हर हर महादेव। आज 12 जिल्लामा पर्ने माता कंकाली माताको शक्तिपीठ मन्दिरमा सिमरनगढ नगरपालिका वार्ड नम्बर 18 वार्ड नम्बर 6 स्थित पर्ने कंकाली महाकाली देवी माताको मन्दिर र वहाँ सिधा अगाडि महाकाल शिवशंकर भोलेनाथको मन्दिर र यहाँ मनसा देवी मनसा बाबाको मन्दिर। यसमा सबै शक्तिपीठमा हामी फेरि यो दुई फेरा मेरो चाहिँ सौभाग्य दुई फेरा भयो यहाँ आउने सफल भएको। यो चाहिँ 12 जिल्लाको सिमरनगढ नगरपालिकाभित्र पर्ने माता कंकाली महाकाली कलकत्ताबाट आउनुभएको देवी माता भनेर यहाँ चाहिँ प्रख्यात शक्तिपीठ। अहिले पनि यहाँ चाहिँ उत्खनन चालु भइरहेको रहेछ। मिति 2083 साल असार 3 महिना 18 गते आज बिहिबारको दिनमा गुरुबारको दिनमा चाहिँ सौभाग्य भएको छ माताको दर्शन गर्नलाई। र यो चाहिँ हजुरहरू सबैले जान्नुपर्ने कुरा। यस्तो हाम्रो पूर्व मेची पश्चिम महाकाली उत्तर तिब्बत दक्षिण भारतभित्रमा कति शक्तिपीठ हुनुहुन्छ, तर पनि यो दिव्य शक्तिपीठ चाहिँ एक फेरा गढीमाईको मन्दिरमा आउने क्रममा चाहिँ यहाँ सोधेर आउनुपर्ने ठाउँ हो। यो पनि यहाँ रामसेन राम राजा दरबार, यहाँ अलिकति अगाडि रामसेन मन्दिर पनि भनेर रामसेन राजाको दरबार छ, त्यहाँ पनि उत्खनन चालु भएको रहेछ यो शक्तिपीठमा। अब आजलाई चाहिँ हामी त्यतातिर लागिएन, अब जनकपुरसम्म पुग्ने छ। त्यसले गर्दाखेरि अब सौभाग्यले यहाँसम्म आउन जुर्यो। हाम्रो साथी गोविन्द प्रसाद पौडेलज्यू कमरेड सर आउनुभएको छ। अब संसार एउटा चित्रभित्र विचित्र भन्थ्यो अरे, त्यस्तै भएको छ जिन्दगी। अब खाऊ पियो मस्तीमै आग लगाऊ बस्तीमै भन्थ्यो, अब यस्तै छ हजुर। यो जोगी मान्छे जहाँ जाला जोगी भातै खाला भने जस्तो भएको छ। हजुरहरूको सबैले यसै दर्शन गर्नु होला। देवी माता कंकाली महाकालीको मन्दिरको उहाँ पुजारी, उहाँले चाहिँ अब भोग लगाउने टाइम भएछ। अनि त्यसले गर्दा अब हामी पनि अब आफ्नो गन्तव्यतिर लाग्नु पर्यो। अब सबै यहाँका शक्तिपीठ सिधै अगाडि चाहिँ महाकाल शिवशंकर भोलेनाथको मन्दिर, यो महाकाली कंकाली माताको मन्दिर र अलिकति छेउमा पहिलो देखिएको चाहिँ मनसा बाबाको मन्दिर, यहाँ चाहिँ देवी माताको मन्दिर अनि लक्ष्मीनारायण विश्वकर्मा बाबा र यो गेट यसरी छ। यहाँबाट यो चाहिँ उत्तरपट्टिबाट गेट छ कंकाल ला ली हुनुपर्ने कि लाज। जय मा कंकाल कंकाल मन्दिर शक्तिपीठ।